यो तमासा नभए सडक तमासा नभए के हो यो? सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुचो के सोच्यो? तपाईहरुले कतिले नाम सुन्नुभएको थियो अहिले गृहमन्त्री? मैले त नाम पनि सुनेको थिएँ। गृहमन्त्री भएपछि थाहा पाएँ। गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै केही भन्नु परेको छैन। गृहमन्त्री बाबुलाई धेरै नउताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु। जेनजी भन्ने बालबालिका अगाडि सारेर आफू पछाडि बसेर पेट्रोल जेनजीले फ्याँक्या हो, आगो जेनजीले लगाएको हो। आगो लगाउनेमा को थिए? हामीले अहिले कारबाही नगर्ला यो सरकारले, गृहमन्त्रीले कारबाही नगर्नु भनेर आदेश देला, थामिएला। तर यत्रो अपराध, देशव्यापी अपराध, राष्ट्रको ऐतिहासिकता, राष्ट्रको समृद्धि, राष्ट्रको उद्योग धन्दा, नेपालका विभिन्न संरचनाहरू ध्वस्त गर्ने काम, यो सब कुरा क्षम्य हुन सक्दैन। एकपल्ट होइन 10 पल्ट गरेर सम्पत्ति छान्ने। म सोध्न चाहन्छु मन्त्रीजीहरू, तपाईहरुको सम्पत्ति छानबिन गरौँ? आँट गर्नुहुन्छ आफ्नै सम्पत्ति छानबिन गराउने? अब यस्तै अहिले बनाए जस्तै आयोग बनाउन पाउनुभयो भने त गराउनु होला। मजाको छ। पहिले नै केपी ओलीलाई समाउनु पर्छ, थुन्नु पर्छ, मुद्दा लाउनु पर्छ, जकाउनु पर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा गर्नुभएको छ। ड्रामा। पहिले नै केपी ओली समाउनु पर्छ, थुन्नु पर्छ भन्ने मान्छेहरूको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने, अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढे भन्ने नाटक गर्ने। यस्ता नाटक नेकपा एमालेलाई मन्जुर छैन, स्वीकार्य छैन। मैले मसिनो भाषामा भनेको छु यो स्वीकार्य छैन भनेर, तर बुझ्नुहोस् तपाईहरु, नेकपा एमालेलाई यो नकली आयोग मन्जुर छैन।